छैन मेरो यही हो। अरू सबै फेक हो। म खासै टिकटक चलाउँदिनँ नि। तपाईँको यात्रा भन्ने मुभी चाहिँ दामी लाग्यो। थ्याङ्क यू सेरिया, थ्याङ्क यू सो मच। हिरोको हिरो अभी तो मैं जवान हूँ। बिहे नगर्ने दाइ अनि गर्ने हो नि, अब बिहे गर्ने भनेको हो। तर लभ भेटाउन अलिक गाह्रै रहेछ क्या बिहे गर्नलाई चाहिँ। अब एक्टिभ यस्तो हो, अब एक्टिभ पनि हुन टाइम छैन कि मेरो फेरि। अब म काम गर्न जान्छु, अब बिहान 9 बजेदेखि म घर फर्किँदा 7 o'clock हुन्छ होइन। अब मुभी नगरुन्जेलसम्म त काम गर्नु पर्यो। काम गरेपछि यति हो, एक्टिभ हुनै पाउँदैन। कहिलेकाहीँ यसो गयो भने इन्स्टाग्राममा चाहिँ अलि एक्टिभ हुन्छु म। इन्स्टाग्राममा चाहिँ पोस्टहरू गरेर हुन्छु। अनि कपाल काट्नु भयो भने भिडियो पोस्ट गर्नुहोस् है। ओके, थ्याङ्क यू, थ्याङ्क यू। म त आफ्नै फ्यामिली यसो बिजनेस हेरिरहेको छु। सिजल दाईलाई मेसेज गर्थेँ मैले, याद छ सिजल दाईलाई। ए सिजललाई सिजल मलाई अलिअलि याद आयो मलाई। लो फेड हान्नु दामी देख्छ। अब होइन त्यस्तो पनि गर्दैन अहिलेको लागि त। म यसलाई नै यही कपाललाई नै अलिक छोटो मात्रै गर्छु होला, लेन्थ मात्रै धेरै लामो भएर। तर अहिले यस्तै नै राख्छु होला फर टाइम। म के काम गर्छु चाहिँ भन्न मिल्दैन, सो सरी। हेलो, म अहिले चाहिँ के काम गर्छु चाहिँ म भन्न सक्दिनँ, सो सरी है। लिम्बुनी हेलो। अनि यो सलिन हो होइन, म एआई हो। Love from Bhutan, thank you, love you. Big fan, thank you. Thank you so much, thank you. एकजना टिकटकर छ होइन, त्यसले मेरो पिक्चर्सहरू पोस्ट गर्छ अनि त्यो पिक्चर्सहरूलाई एआई बनाउँछ भने अनि कस्तो रमाइलो, हाँस उठ्दो भिडियोजहरू। थ्याङ्क यू गोकु। यस आम गोकु रे। आई ट्राइड टु कपी गोकुको चाहिँ हेयरस्टाइल, त्यो गोकु भन्दा नि गोहानको। आई ट्राइड कपिङ हिज हेयरस्टाइल पहिला पहिला, धेरै बच्चा बेलामा भन्दा। ए मेरो हजुर टु होइन, यात्रा पछिको इन्टरभ्यू टाइममा मैले गोहानको जस्तो हेयरस्टाइल चाहिँ गरेको थिएँ मैले। हेलो हेलो, थ्याङ्क यू सो मच। ए मेरो हजुरको हिरो अनमोललाई पनि लिनु पर्यो, टिकटक ल्याउनु पर्यो टिकटकमा। अब ऊ त टिकटक आइहाल्छ नि, अब ऊ फिल्ममा छ म फिल्ममा छैन, अन्त टिकटक आइहाल्छ नि ऊ पनि। मलाई अघिसम्म एआई नै लाग्दै थियो। एआईबाट पनि यस्तो गर्नु मिल्छ। मुभी आउँदैन, अब आउँछ होला नेक्स्ट इयर। अब यो यस्तो छ अब मुभी त्यही हो, अब युनिभर्सिटी अफ गुन्डास नै गर्ने सोचेछु। यो अरू यताउता मुभीहरू म हेर्दिनँ, तर युनिभर्सिटी अफ गुन्डास भयो भने नेक्स्ट इयर हुन्छ होला। तर यो वर्ष नै केही न केही त न्युज आउँछ होला मेरो मुभी नेक्स्ट प्रोजेक्टको कुरामा चाहिँ।
कति वर्ष भयो 7-8 वर्ष भयो है म मुभी नगरेको 7-8 इयर्स भइसक्यो मैले मुभी नगरेको कस तपाईँको स्किन कस्तो राम्रो थ्याङ्क यू लभ गरिन्छ फुल डोज हेलो सोयाम 9900 love you too Eloira hi Saline hello Saline dada 25K फलोवर भएको आइडिया हजुर होइन होइन म टिकटक नै धेरै चलाउँदैन टिकटक कुनै टिकटकमा एकदमै धेरै भिडियोजहरू छ मेरो भने चाहिँ त्यो म होइन है लट्स अफ लभ फ्रम भुटान थ्याङ्क यू दाइ के थियो त मैले के मिस गरेँ त हेलो हेलो खै खै अब चाहिँ म जानु पर्यो है त गाइस म निस्किन्छु थ्याङ्क यू सो मच लाइभमा आइदिनु भइदिएकोमा तपाईँहरूसँग कुराकानी गर्न एकदम रमाइलो लाग्यो कति पछि थ्याङ्क यू लिम्बुनी मेरो नेपालको सबैभन्दा मनपर्ने हिरो हजुर थ्याङ्क यू इस्यु मेरो यो एउटा मात्र अकाउन्ट हो यही एउटा मात्र अकाउन्ट हो मेरो टिकटकको मेरो सबैमा क्यु युनिभर्स तर नो गिफ्ट्स म पनि टिकटकर भइदिउँ के छ म पनि टिकटकर भइदिउँ मुभी खेल्न छोडिदिए मुभी सुभी नखेलौँ अब टिकटकर हुनु पर्यो जस्तो म पनि सो सरी मिना सबैको रिप्लाई दिँदा दिँदा त्यो कमेन्ट्सहरू नै मिस हुन्छ कि सो सरी युआर बेस्ट हिरो मेरो थ्याङ्क यू अब लाइभ चाहिँ खोइ कहिले आउँछु होला थाहा चाहिँ छैन तर फलो गर्नु न आउँछ नि लाइभ भनेर होइन त त्यस्तै के हो अब चाँडै भेट्ने रूपा युजी मुभी कहिले आउँछ अब युजी मुभी मलाई पनि चाँडै हेर्नु मन लागिसक्यो स्क्रिप्ट त बेस्ट बनेको छ युजीको स्क्रिप्ट चाहिँ तर मुभी बन्छ कि बन्दैन भने मात्र कुरा हो थ्याङ्क यू लभ यु भुटान ल अब चाहिँ म गएको ल गाइज थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क यू सो मच फर बिङ विथ मी इन लाइभ स्ट्रिम बाई सी यू गाइज नेक्स्ट टाइम म पछि फेरि आउँछु होला लाइभ होइन कहिले चाहिँ भन्न सक्दिनँ तर आउँदा चाहिँ आउँछु लाइभमा कहिले काहीँ यस्तो टाइममा प्रब्ली स्याटरडे नै होला नेक्स्ट स्याटरडे or next आउँछु anyways thank you so much love you all thank you for the support फेरि भेटौँला सबैलाई याद गर्न ट्राई गर्छु म बाई बाई love you all thank you so much